छायाको घर। रातको 12 बजेको थियो। गाउँको छेउमा रहेको पुरानो घरतिर कुकुरहरू लगातार भुकिरहेका थिए। त्यो घरमा धेरै वर्षदेखि कोही बस्थेन। गाउँका सबैले त्यो घरलाई छायाको घर भनेर चिन्थे। तर एक दिन शहरबाट एकजना युवक आदित्य त्यो घर भाडामा लिएर बस्न आयो। ऊ लेखनमा रुचि राख्थ्यो, शान्त ठाउँ चाहन्थ्यो र त्यो घर उसलाई बिल्कुल उपयुक्त लाग्यो। पहिलो रात केही खास भएन, तर दोस्रो रात ऊ लेख्दै थियो, हावाले सिसा बजायो अनि पुरानो ढोका किरर गर्दै खुल्यो। ऊ सोच्यो, हावा होला, तर ढोकाको ढकनी आफै घुम्दै बन्द भयो। आदित्यको शरीरमा सिहरन दौडियो। ऊ बेडमा गयो, बत्ती निभायो, तर अँध्यारोमा झ्यालको ढोकाबाट देखियो कोही उभिएको छ, उसैको तस्बिर हेर्दै। अर्को बिहान ऊ गाउँका बुढा मान्छेसँग कुरा गर्न गयो। बुढा मुस्कुराए, तर त्यो मुस्कान डरले भरिएको थियो। उनी बोले, त्यो घरमा पहिले एक महिला बस्थिन् जसले हरेक रात आफ्नो छायासँग कुरा गर्थिन्। अन्तिम रात उनले आफूलाई झ्यालमा टाँसिन् र बिहानदेखि उनको छाया कहिल्यै हराएन। आदित्यले त्यो कुरा हाँस्यो, तर रात परेपछि फेरि त्यही आवाज, किरर, ठक ठक। आदित्य। उसले टर्चले झ्यालतिर प्रकाश पार्यो। तेस्रो रात थियो र झ्यालमा एक अनुहार टाँसिएको देखियो, धेरै पुरानो, रगतले छोपिएको। आँखाले उसको टर्चको प्रकाश पछ्याइरहेको। अर्को बिहान गाउँलेले त्यो घरमा आदित्यको लास भेटे, तर उसको अनुहार हराएको थियो। झ्यालमा अब 2वटा छाया देखिन्थे। अन्त्य, वा सायद सुरु मात्रै।